नमस्कार साथीहरु, तपाईहरुलाई स्वागत छ लोकसेवा इजी नेपालमा। आज हामी चर्चा गर्नेछौं शाखाकालीन पदहरुको बारेमा। सो भिडियो अन्त्यसम्म हेर्नु होला। हस्त हामी भिडियो स्टार्ट गर्छौं। सो पहिलो रहेको छ हाम्रो काजी। काजीलाई विभागीय प्रमुख वा क्षेत्रीय प्रमुख भनिन्थ्यो। खजान्जी सरकारी खाजाको हाकिम। त्यस्तै अर्को रहेको छ सरदार। अडिटर वा औषधालयको प्रमुख। त्यस्तै अर्को रहेको छ मीर मुन्सी। विदेशी वा छिमेकी मुलुकसँग सम्बन्ध स्थापित गर्ने। त्यस्तै अर्को रहेको छ वकिल। छिमेकी मुलुकमा नेपालमा राजाको प्रतिनिधि गर्ने। त्यस्तै अर्को रहेको छ द्वारे। सरकारी कार्यालयका पाले वा पहरेदार आदि। त्यस्तै अर्को रहेको छ चौतारिया। जंगी सेवा क्षेत्रीय र केन्द्रीय प्रमुख। त्यस्तै अर्को रहेको छ मन्त्री। राजालाई सल्लाह दिने कार्यपालिका प्रमुख। त्यस्तै अर्को रहेको छ कपरदार। राजपरिवारको कपडा वा गहनाको व्यवस्थापन गर्ने। त्यस्तै अर्को रहेको छ चोपदार। चौकीदार वा दरबान। त्यस्तै अर्को रहेको छ सुब्बा। जिल्लाका निजामती कर्मचारीहरूको प्रमुख। सो तपाईलाई यो भिडियो कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिन नभुल्नु होला। यदि भिडियो राम्रो लागेमा हाम्रो भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब पनि गर्नु होला। हस्त धन्यवाद।